वेलकम ब्याक टु माई न्यू ब्लग्स होइन। अहिले चाहिँ म यहाँ आज कन्याम हिँड्न आँटेको होइन। अहिले चाहिँ म यहाँ जोर कलश भन्दा अलिकति माथि छु होइन। अहिले चाहिँ म यहाँ खाजा खान रोकेको छु टक्कसँगले। अनि अहिले चाहिँ म यहाँ म्याक्स प्याराडाइज होटेलमा छु। यहाँ मेरो साइकल छ होइन। यहाँनिर चाहिँ आजको खाजा चाहिँ यस्तो छ, चाउचाउ अनि आइसक्रिम। अनि यहाँ छ मेरो ग्लोभ्सहरू होइन। अनि आज चाहिँ कन्याम हिँड्न आँटेको, अब कतिखेर पुगिन्छ होइन। अब खाजा खाएपछि भेटौँला होइन गाइस। अहिले हामी यो कहाँनिर दाइ किटनी यहाँ चाहिँ हाम्रो भाइरल दाइलाई भेटेको छौँ, प्रिन्स सुब्बालाई होइन। अनि यहाँ दाइ हुनुहुन्छ। अहिले चाहिँ हामी यसो जाममा परिरहेको छौँ, पछाडि यत्रो गाडीहरू जाममा छन्। तपाईको नाम? मेरो नितेश। तपाईको? प्रिन्स सुब्बा। उहाँ दाइ चाहिँ भाइरल मान्छे हो होइन। उहाँको गाडी म चाहिँ अनि यहाँ साइकल कुदाउँदै थिएँ अनि यहाँ जाममा पढेँ अनि म नि यत्तिकै बसेको होइन। अब डाइरेक्ट भरे कन्याम पुगेर भेटौँला गाइस होइन। हामी कन्याम र फिकलको बिचमा छौँ अहिले। यहाँ यता दाइलाई त्यहाँ फिकलमा भेटेर अनि दाइ र म यता कन्यामसँगको राइडमा गएको छौँ। अनि म भरे अब डाउन लाँदै जान्छु होइन। अब यो यहाँ त उकालो छ, ओह्रालो आएपछि भिडियो बनाउँछु। अहिले चाहिँ होइन गाइस, अहिले हामी यो उकालो चढ्दैछौँ भने यो उकालो। अनि यहाँ एउटा ट्रायल छ अरे डाउन हिलको होइन। म यो नन गियरले उकालो तान्नै गाह्रो भएछ। भ्यू हेर्नु नि गाइस, यस्तै छ माई न्यू ग्लोभ्स होइन। अनि दाइ चाहिँ पर हुन्छ उहाँ हेर्नु त, उहाँ हुन्छ क्या हेलो गर्दै हुन्छ तर देखिदिएर क्यामेरामा। अब चाहिँ टक्कसँगले होइन गाइस के बनाउनु र भरे घर जाँदै बनाउँछ होइन। अहिले चाहिँ म यहाँ अब ट्रायल हान्न आँटेको होइन गाइस। अनि दाइले मेरो भिडियो बनाइदिनुहुन्छ ट्रायल हानेको होइन तल गएर। अनि अब ट्रायल हानेको भिडियो हेर्नु ल। हाम्रो भाइ चाहिँ यहाँबाट स्पिड हालेर आएछ, सिधै यहाँ बसेको छ। ल भाइ निस्किदेऊ त। कत्रो गएको त अनि अहिले चाहिँ होइन म टक्कसँगले यहाँ कन्याममा आइपुगेँ होइन। अघि चाहिँ म कहाँ हाने उता कन्याम र फिकलको बिचमा थिएँ। अहिले चाहिँ म ठ्याक्क अहिले चाहिँ यता स्काई वाकतिर गएको थिएँ। अब फेरि म यता कन्याम चोकतिर जान आँटेको होइन। अहिले चाहिँ म एक्लै छु, अघि चाहिँ दाइ पनि हुनुहुन्थ्यो होइन। अहिले चाहिँ एक्लै जाँदैछु टक्कसँगले होइन। यस्तो छ भ्यूहरू, जाडो छ होइन। जाडो त तर कडा खाने साँच्ची भन्नुपर्दा यस्तै छ भ्यू होइन। जाडो चाहिँ कसम कडा। ब्रेक गाइज होइन लाग्दैन होइन। यत्रो लगाइरहेको चाहिँ ब्रेक चाहिँ रोकेको छैन होइन। अब के भन्नु, यस्तै छ जाडै छ साँच्ची भने कडा जाडो छ क्या। तर आज बबाल जाडो छ नि, पुरै जाडो त पुरै नगरौँ न यार होइन। पुरै यस्तो गराउँछ तर ब्रेक पनि छैन यार। त्यही भएर म बिस्तारो गइरहेको छु होइन। अलिअलि त लाग्न त होइन। जाडो त कसम पुरै जाडो छ यार। घाम पनि त्यस्तो लागेको छैन होइन आज। जाडो त कडा छ कसम भनेर यार। अघि म उता भ्लग बनाइनँ होइन। डाइरेक्ट म यता स्काई वल भन्ने ठाउँमा आएँ। अनि यहाँदेखि अब म यता कन्यामको माथि नेपालको झन्डा भएको ठाउँमा जाँदैछु। हट यहाँ हेर्नु नि गाइस झुसे लागेको पुरै। घाम त एक थोप्रो लागेन क्या, अलिअलि त अब लागिहाल्छ लाग्न त होइन। यस्तो के होइन तर जाडो चाहिँ कसम गाइस होइन पुरै जाडो छ। पुरै जाडो क्या, यति साह्रो जाडो छ हेट। अब साह्रो जाडो यस्तै छ होइन गाइस। यहाँ हेर्नु नि गाइस हुस्से हेर्नु नि, हुस्से केही देखेको छैन क्या। जाडोले टुप्पी ठाडो बनाइदिइसक्यो यार गाइस। अनि अहिले भरे चाहिँ डाउन झर्नु पर्ने, ब्रेक छैन। अब के गर्नु होइन। त्यस्तै छ अहिले टक्कसँगले 12 बज्यो होला होइन। अनि जाडो हेर्नु नि, उता हेर्नु नि पछाडि, मेरो पछाडि हुस्से त कडा लागिरहेको पुरै।
यत्रो पत्रो लुगा लगाइरहेको छु अनि जाडो त भइहाल्छ नि कत्रो साह्रो जाडो क्या हेर्नु नि पुरै हुस्सेर धुम्म भइरहेको केही नै देखेको छैन क्या अब मेरो बोली त सुन्ने छैन होला हावाले हिजो अस्ति भिड हुने कन्या मैले हेर्नु नि तर खाली त छैन होला किन म अहिले चोक पुगेको छुइनँ नि त चोक चाहिँ उयो परको होइन गाइस जाडो भयो जाडो कसम कडा छ होइन गाइस अहिले एकछिनमा भेटौँ ल माथि नेपालको झन्डाबाट यता खाजा खाएर अब घरतिर लाग्दा घरतिर हाल्नु नि एउटा झिलिमे पुल र त झिलिमे पुल जाम भनेको होइन तर जाडोले म झापा जानै सकेको छुइनँ होइन पुरै कडा जाडो छ कसैले अहिले चाहिँ अनि झापा झर्न सकेको छुइनँ होइन त्यही हो होइन क्या सक्कसँगले म कुटी डाँडामा आइसकेको छु होइन कुटी डाँडा हो डिए डाँडा हुन्छ कुटी डाँडा हो जे भए पनि होइन कुटी डाँडा आइसकेँ सक्कसँगले होइन जाडोले चाहिँ अब थरथरी काँडिसक्यो होइन गाइस जाडो भइसक्यो यस्तै छ कुटी डाँडा होइन अब होइन गाइस म झिलिमे पुलमा यदि निस्क्यो भने भ्लग बनाउँछु नभए अब डाइरेक्ट घर गएर एन्ड गर्छु बिचमा केही भयो भने चाहिँ म भ्लग बनाउँछु बाई बाई होइन अहिले चाहिँ म टक्कसँगले यहाँबाट उता झापा लागेँ होइन जोरकला 0 किलोमिटर भनेपछि यतादेखि इलाम स्टार्ट यतादेखि झापा अहिले चाहिँ म टक्कसँगले अब झापातिर आएँ भयो भने म गाइस होइन झिलिमे पुलतिर पनि जान्छु होइन अहिले जोरकलस आएँ टक्कसँगले गाइस जोरकलस यदि भयो भने म झिलिमे पुल पनि जान्छु नभए भ्लग घर घरै इन गर्छु होइन यदि झिलिमे पुल गयो भने चाहिँ भ्लग बनाउँछु होइन टक्कसँगले यो चाहिँ जोरकलस यो सँगले गाइस होइन म तेस्रो लङ्गेस्ट पुल जाने बाटोमा आइसकेँ झिलिमे पुल होइन यहाँबाट जाँदो रहेछ होइन बाटो कस्तो छ सँगले गाइस होइन यो तेस्रो होइन दोस्रो चाहिँ लामो पुल रहेछ होइन खै नेपालभरिको त होला नि होइन यहाँ लेखिरह होइन गाइस के हो यो हेर्नु होला यो 477 मिटर लामो रहेछ होइन यो नेपालकै तेस्रो झिलिमे पुल रहेछ लामै रहेछ होइन लामो त अब यहाँ म सोध्छु साइकल कुदाउन मिल्छ कि मिल्दैन सँगले गाइस होइन साइकल कुदाउन मिल्दो रहेछ होइन म चाहिँ झिलिमे पुलभित्र आइसकेँ तर यो तेस्रो हो कि दोस्रो हो त्यति थाहा पनि भएन होइन यो नेपालको हो कि कोसीभरिको थाहा छैन यस्तै छ होइन गाइस लामो हेर्नु नि अग्लो पनि कडा अग्लो छ नि यताबाट सुरु भएको यत्रो लामो रहेछ नि यार कडा हाइट यस्तै छ मेरो साइकलमा पछाडिको ब्रेक छैन नभए भिडियो बनाउँदै कुदाउँदै होइन अब म पर अन्तिममा गएर बनाउँछु ल गाइस म चाहिँ बढ्ने आइपुगेँ होइन झिलिमे पुलबाट अहिले चाहिँ अब भ्लग इन गर्ने बेला आयो होइन अब नेक्स्ट भ्लगमा भेटौँला होइन गाइस अहिले लाइक सब्सक्राइब गरिदिनु होला होइन अर्को भ्लगमा भेटौँला अहिलेको लागि चाहिँ बाई बाई